हेलो गुड मर्निङ युट्युब फ्यामिलीहरू। आज मैले मेरो गार्डनिङको सानो भिडियो गर्दैछु। मन पर्यो भने यहाँहरूले फुल वाच गरिदिनु होला। यो चाहिँ लास्ट इयरको खुर्सानी हो। फल्न नि एकदम फलेको छ कि खुर्सानी त, तर यसपालि थोरै भयो मेरो, किनभने मैले लास्ट इयरमा अल्छी गरेको। यो चाहिँ न्यू बोट हो, नयाँ बोट पनि फुल्न त फुल्या, अब त हुँदैन फुल्ने। फल्नु चाहिँ यस्तो दामी फल्या है यो डल्ले खुर्सानी। अन्त यस्तो फल्या, अब त फलेको हुँदैन, अब चाहिँ चिसोले खाइदिन्छ। यो चाहिँ नेपालको दुबो हो। यो पूजा गर्दाखेरि चाहिन्छ नि, त्यही भएर मैले साथीकोबाट ल्याएको। राईको साग, यो पत्तेना, यो चाहिँ यसपालिको डल्ले खुर्सानी हो। आगमको लागि हुन्छ कि भनेर राख्दैछु। हात छ यस्तो नि, थुप्रै छ। अनि यो काँक्रा त खै अब त हुँदैन जाडोमा। नेपालको केरा फुल कस्तो राम्रो फुलेको थियो, अहिले त सिद्धो। लसुनको बिउ यसपालिको सुनेको यति थोरै फल्या, त्यही पनि भइहाल्छ। हाम्रो फ्यामिलीको लागि त्यति धेरै खाँदैन। काँक्रा पनि बिउ राखेको काँक्रा, नेपालको काँक्रा हो। चिच्चेकल्ला यस्तो फल्या, एक चा खायो भने मिचिहाल्छ। तपाईँले भिडियो मन पर्यो भने फुल हेरिदिनु होइन, कस्तो आरू फलेको कि, यति राम्रो आरू फल्या कि गुलियो पस्नै ला। अब गुलियो अनि कति फल्या आरूमा, आरू त यस्तो दामी आरू कस्तो फल्या। एउटै आँगामा 3 3 2 6 7 8वटा फल्या एउटै आँगामा। अन्त पाक्यो भने त कति खान पाइन्छ है।